म यति बेला रुरक्षेत्र गाउँपालिका वडा नम्बर 4 थप्लुङमा रहेको शिवहरि सरले बनाउनु भएको यो सङ्ग्रहालयमा छु। यहाँ धेरै ऐतिहासिक पुरातात्विक वस्तुहरू हेर्ने अवसर मिल्यो। यसै अवसरमा शिव सरको यो एकतारे बजाउने कला पनि हेर्न मन लाग्यो। म चाहिँ शिव सरलाई एकपटक यो बजाएर हेर्ने दर्शकहरू जति हुनुहुन्छ उहाँहरूलाई हेर्ने अवसर जुटाइदिनु हुन अनुरोध गर्छु। धन्यवाद। जय हरे राम जय हरे राम जय हरे राम जय गोविन्द गोपाल दुवै दिनको जिन्दगी बिताइ दौड्याउँ सकल भारी भयो पृथ्वीलाई रमणका पापले रुना गइन् विष्णुसँग दुखेका स्वभावले भाया भए दशरथका कोखीमा जन्मला जन्म लिने जानका देवी सीताजी भन्नुला सीता मेरी सुन्दरीको रूपै बनी जला आफै आउला इन्द्रजित रावणको काला दशरथ राजालाई पुत्र न्याउँदा गुरु वसिष्ठले घुमेर अहिले गर्भवती रानी खिराका बोराले जय हरे राम जय गोविन्द गोपाल। धेरै धेरै धन्यवाद शिव सर। यो सङ्ग्रहालयको बारेमा तपाईँले जल जङ्गल जमिन कुरा जोडेर भन्नुभयो नि। छोटोमा तपाईँको यो सङ्ग्रहालय बनाउनुको उद्देश्य चाहिँ छोटोमा चाहिँ जानकारी दिनुहोस्। जो यो मेरो भिडियो हेर्नुहुन्छ उहाँहरू सबैले यस सम्बन्धमा जानकारी पाउन। यो सङ्ग्रहालय स्थापना गर्नको खास उद्देश्य म आफैले स्थापना गरेँ। म आफ्नो उद्देश्य छ अनि अरू उद्देश्य पनि धेरै हुन सक्छन्, तर मेरो खासै 3टा उद्देश्य। एउटा उद्देश्य अहिलेको विश्वमा यो मानव निर्मित जति सामग्री छ त्यो विनाश हो। यो प्रकृतिले दिएको अविनाशी हो। प्रकृतिले दिएका अविनाशी चिजहरू जल जमिन जङ्गल जडीबुटी र जाँगर प्रयोग गऱ्यौँ भने हामीले सजिलै जीवन जिउन सक्छौँ। हामीलाई पैसाको आवश्यकता पर्दैन, किनभने जङ्गली अवस्थामा पनि पैसा प्रयोग भएको थिएन, ढुङ्गे युगमा पनि पैसा प्रयोग भएको थिएन। पैसा भन्ने कुरो मानदेवका पालादेखि सुरु भएको हो। पैसा एउटा चाहिँ साधन मात्रै हो, स्रोत होइन। त्यसकारण यो पृथ्वीबाट प्राप्त स्रोतहरूलाई प्रयोग गऱ्यौँ भने हामीलाई पैसा चाहिँदैन। बिना पैसा जीवन जिउने कला सिकाउनु र सिक्नु यसको प्रमुख उद्देश्य हो। दोस्रो उद्देश्य विभिन्न विद्यालयमा पाठ्यक्रममा भएका कुराहरू शिक्षकले पढाउँदाखेरि कक्षामा प्रस्तुत गर्न नसकिने शैक्षिक सामग्रीहरू हुन्छन्। किनभने म आफै भोगेको हो। शैक्षिक सामग्री किताबमा भएको कालो चित्र देखाउने हो, बाहिर लगेर हुबहु सामान देखाउन सकिँदैन। त्यसकारण त्यो शुक्रबारे कार्यक्रममा ती विद्यार्थीहरूलाई आफ्नो पाठ्यक्रममा भएका जस्तो हल्ला जुगा नारा जोतारा अनि माटोबाट बन्ने सामान काठबाट बन्ने सामानहरू हस्तकलाका सामग्रीहरू के हुन्, ऐतिहासिक वस्तुहरू के हुन् भनेर यदि देखाउने हो भने शिक्षक सरहरूले विद्यार्थीलाई शुक्रबारे कार्यक्रममा यहाँ ल्याइदिनुहोस्, देखाइदिनुहोस्। यो निःशुल्क हो, सशुल्क होइन, निःशुल्क। अनि तेस्रो उद्देश्य भनेको अहिले सहरमा जाउँ वा गाउँमा जाउँ, युवा युवती जति सबै विदेश, बुढाबुढी एक्लै घरमा हुनुहुन्छ, वृद्ध बुवा आमाहरू। यदि छोराले अरबपति छोराले पनि काठमाडौँमा घर बनाएर लिएर गएर पनि बिचको एउटा कोठामा राखेको छ बाबुआमालाई, न तल झर्न सकिन्छ, लौरो छैन, माथि जान सकिन्न, लौरो छैन, छोराले कत्रो घर बनायो देख्नै छैन। अनि एउटा कोठाबाट बाहिर दृश्य निहाल्ने हो, कैद हुने हो एउटा कोठामा। अनि गाउँमा बसेको बुढाबुढी पनि घरबाट तल जान छैन, माथि जान छैन, कैद हुने हो आफ्नै दलान आँगनमा। एक्लोपना महसुस छ। त्यसकारण त्यस्ता बुवा आमाहरूलाई छोराछोरी कोही नाति नातिना स्कुल, छोराछोरी चाहिँ काममा जानुहुन्छ भने आफूले बुवा आमालाई खाना खुवाएर 10 बजे ल्याएर यहाँ छोड्नुहोस्, 4 बजेसम्म
यहाँ राख्नुहोस्। यहाँ बाजा बजाउनेले बाजा बनाउनुहुन्छ, पुस्तक पढ्नेले पुस्तक पढ्नुहुन्छ, अनि दुना टपरी खुट्नेले दुना टपरी खुट्नुहुन्छ, पटुवा बटार्नेले पटुवा बटार्नुहुन्छ, आयुर्वेदिक औषधि घोल्नेले आयुर्वेदिक औषधि बनाउनुहुन्छ, गफ गर्नेले गफ गर्नुहुन्छ, दुःख सुख बाँध्नेले दुःख सुख बाँध्नुहुन्छ। अनि घर जाँदा लिएर जानुहोस्, एक्लोपना महसुस नहोस्। किनभने म पनि बुढो हुँदैछु, भोलि मलाई पनि एक्लोपना महसुस हुने अवस्था आछ। त्यसकारण यसको मतलब तपाईँको यो सङ्ग्रहालयको उद्देश्य चाहिँ ठुलो एकदम फराकिलो छ। अहिले यो सङ्ग्रहालय मात्र हो, थोरै हो। तपाईँले चाहिँ बाहिर पनि एकदम सबैलाई एउटा चाहिँ भनौँ न हो समय कटाउन नसकेको जो ज्येष्ठ नागरिक हुनुहुन्छ उहाँहरूलाई समय पनि कट्ने र काम पनि हुने त्यस्तो खालको अवधारणा तपाईँको हो, यो मात्र होइन। यो मात्र होइन। धेरै धेरै धन्यवाद। यो एकदम प्रेरणादायी कुरा छ उहाँको। यहाँ मैले थोरै प्रतिनिधिमूलक चिजहरू देखाउँछु। त्यो माथि ऊनबाट कपासबाट बनेका सामग्री हुन् भने यिनी हाम्रो पुरानो सामग्रीहरू हुन्। यिनी माटोका सामग्रीहरू छन्। यहाँनिर अलि पुराना चिजहरू यहाँनिर छन्। यो हर्पे भयो, घिउ राख्ने पुरानो हर्पेहरू, माथि जुवा, त्यो छालाको नारा आजभोलि प्राय पाइँदैन। छालाको नारा छ। काठका हामीले सानोमा यो भगवान् पाञ्चायन देवता राख्ने यो भाँडो छ। अनि ढकियाहरू यिनी चाहिँ खुर्पेटो, चोयाको दाम्लो। यहाँ मैले पनि देखिनँ चोयाको दाम्लो चाहिँ। अरू सबै यहाँ भएको धेरै सामानहरू मैले सानोमा देख्ने अवसर पाएँ, तर मैले चोयाको दाम्लो चाहिँ देखेको थिइनँ। यो धेरै खुसी लाग्यो। उहाँले आफ्नो निजी लगानीमा यो सानो ठाउँलाई प्रयोग गरेर धेरै मेहनत गर्नुभएको छ। स्थानीय सरकार, प्रदेश सरकार, हाम्रो चाहिँ ओडा कसैले पनि यसमा सहायता गर्न सक्नुहुन्छ, सहयोग गर्न सक्नुहुन्छ भने उहाँलाई सहयोग गरेर यो सङ्ग्रहालयलाई अलि बृहत रूपमा बृहत बनाएर यो चाहिँ संरक्षण गर्न सकिन्छ। ऐतिहासिक तथा पुराना वस्तुहरू भनेर राख्नु भएको छ। यो ढेब्री हामी सानो हुँदा पढ्ने मट्टीतेल राखेर यो बालेर कपासको धागोको बत्ती राखेर पढ्ने। यिनी सिक्का पैसाहरू पुराना छन् भने यहाँ चाहिँ पुराना किताबहरू छन्, धार्मिक ऐतिहासिक तथा धार्मिक पुस्तकहरू, पत्र पत्रिकाहरू भनेर राख्नु भएको छ। यिनी चाहिँ वाद्यवादनको सामग्रीहरू छ। अघि एकतारे बजाएर पनि सुनाउनु भयो। समय मिलाएर यो सङ्ग्रहालयको अवलोकन गर्न सक्नुहुनेछ। यसको लोकेसन छ रुडु क्षेत्र गाउँपालिका वडा नम्बर 4 रानीवास बजारदेखि थोरै तलपट्टि प्रभु ब्याङ्क अथवा शिवालय मन्दिर भन्दा तल्तिरपट्टि 2 मिनट पैदल यात्रा गरेपछि ठ्याक्क यहाँ आउन सकिन्छ। तपाईँहरू पनि आएर अवलोकन गर्ने, उहाँलाई प्रोत्साहित गर्ने काम गर्नुहोला। यहाँहरूको समय शुभ रहोस्। नयाँ वर्ष 2026 अङ्ग्रेजी नयाँ वर्ष 2026 को दिन यो देखाउने मौका मिल्यो। 2026 यहाँहरू सबैको सुखद रहोस्। सबैलाई शुभकामना छ। तपाईँहरूले यो पुरा भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला। धन्यवाद। नमस्कार।